पावलको दोस्रो उनको प्रचारको यात्रालाई हेर्दै आइरहेका छौँ र पावलको दोस्रो प्रचार यात्राको अब करिब हामी अन्त्यतिर आइपुगेका छौँ। अब हामीले हेर्न लागिरहेको जुन घटना छ त्यो चाहिँ पावलको यात्राको अन्तिम भाग हो हैन। दोस्रो यात्रा पनि उनले सघाउँछन्। हामीले हेरेका थियौँ पावल चाहिँ एथेन्स भन्ने सहरमा चाहिँ तिमोथी र सिलासलाई चाहिँ केही समयको लागि पर्खिरहेका हुन्छन्। त्यहाँ कुरेर बसिरहेका हुन्छन् आफ्ना साथीहरूलाई। अनि त्यहाँ कुरेर बसिरहेको बेलामा चाहिँ पहिलो चाहिँ पावलले चाहिँ यहुदी मान्छेहरूसँग चाहिँ कुरा गर्छन्। त्यो चाहिँ हामीले 17 अध्यायको 17 पदमा हेरेका थियौँ। यसकारण उनले सभाघरमा यहुदीहरू र भक्तजनहरूसँग र बजारमा चाहिँ दिनौँ उनलाई भेट्नेहरूसँग तर्क गर्थे। त्यस कारण यहाँ हामी देख्छौँ जसले चाहिँ मसीहको बाटो हेर्दै थिए हैन, कि मुक्तिदाताको बाटो हेरिरहेका थिए जस्तो जाति हो, त्यो जातिलाई चाहिँ पावलले चाहिँ सिकाएका छन् कि तिमीहरूको मुक्तिदाता चाहिँ आइसक्नु भयो तर तिमीले चिनेनौ हैन त। ख्रिस्टलाई उनीहरूले चिनिरहेका थिएन। पहिलो व्यक्तिहरू मा चाहिँ यहाँ प्रचार गर्छन्। दोस्रो चाहिँ पावलले कसलाई यहाँ प्रभुको वचनबाट सामना गर्छन्, सिकाउँछन् भने चाहिँ दार्शनिक जान्नेहरूसँग अथवा दार्शनिकहरूसँग। 18 पदमा तपाईँ एपिकुरी र स्टोइकी दार्शनिकहरूमध्ये कतिले उनको सामना गरे। यहाँ चाहिँ यस्ता दार्शनिकहरू हैन भनेको चाहिँ सुखविलास नै जिन्दगी हो, सुखविलास साथ जिउनु नै जीवनको उद्देश्य हो भनेर सिकाउने एउटा विचारधारणा। यस्तो व्यक्तिहरूसँग पनि त्यो होइन है। परमेश्वर हुनुहुन्छ सर्वश्रेष्ठ हैन, उहाँलाई सबै मान्छेले चाहिँ हिसाब दिनुपर्छ, लेखा दिनुपर्छ जीवनको विषयमा भनेर चाहिँ पावलले चाहिँ त्यस्ता व्यक्तिहरूलाई पनि यहाँ सिकाएका छन्। अनि तेस्रो चाहिँ अब एथेन्सवासीहरू चाहिँ मूर्ति पूजकहरू थिए अथवा मूर्ति पूजकहरूसँग चाहिँ उनले कुरा गर्छन् 17 अध्यायको 21 पदमा। किनकि सबै एथेन्सवासी र त्यहाँ रहेका परदेशीहरूले कुनै न कुनै नयाँ कुरा सुन्नुमा बाहेक अरू कुनै कुरामा समय बिताउँदैनथे। तर पावलले माझको डाँडाको बीचमा उभिएर भने, हे एथेन्सका मानिसहरू हो, म देख्दछु तपाईँहरू सबै कुरामा साह्रै गरी देवताहरूको डर मान्नेहरू हुनुहुँदो रहेछ। भनेको ईश्वर त छ भन्ने विश्वास गर्नेहरू होइन, ईश्वर त पूजा गर्नेहरू, तर वास्तवमा चाहिँ अन्यल भएका। अनि पावलले भन्छ म तपाईँको मूर्तिहरूको बिचमा घुम्दै जाँदाखेरि त मैले त नजानेको ईश्वर भनेर पूजा गरे पनि भेट्टाएँ। भनेको ईश्वरको विश्वास त रहेछ एथेन्सवासीहरूलाई होइन, तर साँचो ईश्वर को भन्ने कुरामा चाहिँ अन्यल थिए। जस्तो हाम्रो देशको जस्तै हाम्रो देशका मान्छेहरू सबै ईश्वरको कुरामा चाहिँ अन्यल छन्। अनि त्यसपछि यी तिनटै समूहलाई भेटिसकेपछि अब उनले चाहिँ परमेश्वरको विषयमा सिकाएको कुरा हामीले हेऱ्यौँ। उनले परमेश्वर एक मात्र हुनुहुन्छ, सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो। त्यस कारणले परमेश्वर चाहिँ मान्छेले बनाएका हातले बनाएका मूर्तिहरू र मन्दिरहरूमा चाहिँ बस्नुहुन्न। कसरी कल्पना गर्न सकिन्छ होइन। यत्रो संसारलाई बनाउने सृष्टिकर्ता परमेश्वर एउटा सानो खोपामा एउटा सानो मूर्तिमा लगेर कसरी उहाँलाई त्यहाँ अटाउन सकिन्छ। हातले बनाएको चिजहरूमा परमेश्वर चाहिँ वास गर्नुहुन्न। आज हामीले परमेश्वरको सत्यताको विषयमा एउटा कुरा सिकेको चाहिँ यो हो अहिलेसम्ममा हाम्रो जीवनमा, कि उहाँले चाहिँ सृष्टिका चिजहरूमा चाहिँ वास गर्नुहुन्न होइन त। पुरो सृष्टि चाहिँ उहाँमा निर्भर छ, उहाँ सृष्टिमा निर्भर हुनुहुन्न भनेर चाहिँ पावलले चाहिँ यहाँ चाहिँ सिकाएको कुरा चाहिँ हामी भेट्छौँ। त्यसपछि पावलले भन्छन् ईश्वरलाई भनेर जति कुराहरू चिजहरू मूर्तिहरूलाई चढाएको छ त्यो बेकार छ, त्यो वाह्यात हो, बुद्धिहीन हो होइन। त्यसपछि उनले मान्छेको विषयमा सिकाए। हरेक मान्छे चाहिँ एउटै रगतबाट आएको, हरेक संसारमा भएको मान्छेहरू चाहिँ एउटै मान्छेबाट आएको, आदमबाट आएको। उसको जीवन एकदम छोटो छ, त्यसो मर्नुपर्छ। तर मान्छेको एउटा जिम्मेवारी छ, उसले परमेश्वरको खोजी गर्नुपर्छ। जसले परमेश्वरको अलिकति भए पनि खोजी गर्छ उसले परमेश्वरलाई प्राप्त गर्छ। जो व्यक्तिले परमेश्वरको खोजी नै गर्दैन त उसले परमेश्वरलाई नभेट्न पनि सक्छ। हामीले केही न केही हाम्रो घटनाहरूले गर्दा होस् अथवा के कुराले गर्दा होस् हामीले परमेश्वरको के गर्यौँ त खोजी गर्यौँ
अनि पावलले भने हो हामी सबैले पाप गरेका छौँ, त्यस कारणले हाम्रो पापबाट हामी फर्किनुपर्छ अथवा पश्चाताप गर्नुपर्छ भनेर चाहिँ पावलले पश्चातापको विषयमा पनि त्यहाँ प्रचार गरे। त्यसपछि कतिजनाले पावलको गिल्ला गरे होइन, एक समूहले गिल्ला गरे, अर्को समूहले चाहिँ हाम्रो तिम्रो कुरा फेरि हामी सुन्छौँ तर अहिले चाहिँ फेरि पछि सुन्छौँ आऊ तिमीहरू भनेर पन्छे, र अर्कोले चाहिँ अर्को समूहले चाहिँ विश्वास गरे भनेर हामीले 32 पददेखि हेरेका थियौँ। हेर्नुहोस् त, अनि जब तिनीहरूले मरेकाहरूको बौरिठाइको कुरा सुने तब कतिले गिल्ला गरे अनि अरूले भने यस विषयमा हामी फेरि तिम्रो कुरा सुन्छौँ भनेर पन्छे सरी होइन। अनि पावल तिनीहरूको बिचबाट निस्केर गए, तर पनि कतिजना मानिसहरू उनीहरूसँग मिलेर विश्वास गरे। तीमध्ये अरेयोस्पागी, डियोनेसियस र डामारिस नामकी एउटी स्त्री र उनीहरूको साथमा अरू पनि थिए। भनेको केही समयले त्यहाँ प्रभुलाई विश्वास गरेछन्। अब हाम्रो अध्याय चाहिँ 18 अध्याय हो। 18 अध्यायको 1 पदमा पढ्नेछौँ। पावल चाहिँ एथेन्सबाट हिँड्छन् होइन। एथेन्सबाट हिँडेपछि अर्को सहरमा पुग्छन्। हेर्नुहोस् त 1 पदमा, यी कुराहरू पछि पावल एथेन्सबाट निस्केर अर्को सहरमा पुगे जुन सहरको नाम चाहिँ कोरिन्थी हो। कोरिन्थी यो पनि एथेन्सकै नजिकको सहर हो, तर ग्रिस देशमै पर्छ कोरिन्थी पनि है। त्यो सहरमा चाहिँ अब के गर्छ त पावल फेरि आउँछ। अनि यो सहर चाहिँ यसु ख्रीष्ट आउनुभन्दा 167 वर्ष पहिले चाहिँ यो सहर चाहिँ रोमी भन्ने देशले चाहिँ आफ्नो हातमा चाहिँ लिएका थिए, ग्रिस भन्ने देशबाट। नत्र योभन्दा अगाडि चाहिँ यो ग्रिस भन्ने देशको यो सहर थियो। अनि रोमीहरूले आक्रमण गरे त्यो सहर, अब कति नष्ट भयो कति चिजहरू। रोमीहरूले आफ्नो हातमा लिएपछि फेरि तिनलाई बनाए, त्यो सहरलाई फेरि चाहिँ पुनर्स्थापना गरे अनि एउटा ठुलो सहर बनाए र त्यहाँ चाहिँ रोमीहरूको विशेष एउटा सहर बने, त्यो चाहिँ व्यापारको केन्द्र भनेर। त्यसरी यो सहर एकदम धनी सहर थियो कोरिन्थी सहर चाहिँ, काठमाडौँ जस्तो। हाम्रो नेपालको सबभन्दा धनी सहर चाहिँ काठमाडौँ, त्यसपछि पोखरा अनि नारायणघाट होला, हेटौँडा होला होइन, त्यसमा धरान होला, मुख्य मुख्य सहरहरू। तर काठमाडौँ चाहिँ के एकदम यो सहरहरूमध्ये सबभन्दा धनी सहर, किनभने त्यो व्यापारको मुख्य केन्द्र हो काठमाडौँ पनि हाम्रो होइन चारैतिर। त्यस्तै चाहिँ कोरिन्थीको सहर चाहिँ एउटा व्यापारिक सहर थियो, एकदम ठुलो धनी। त्यस कारणले यो सहर चाहिँ अब बाइबल हेर्दाखेरि पनि र इतिहासलाई हेर्दाखेरि पनि के देखिन्छ भने चाहिँ यो कोरिन्थी भन्ने सहर चाहिँ एकदम अनैतिक यो पापमा चाहिँ फसेको सहर थियो कोरिन्थी सहर चाहिँ। र कोरिन्थी सहरमा एउटा देवीलाई पूजा गर्थे, त्यो चाहिँ शनि भन्ने जस्तै हामी हेर्थ्यौँ। शनि भन्ने उनीहरूको हिसाबले भगवान्लाई चाहिँ पूजा गर्थे है त। तर यो सहर एकदम धनी, अर्कोतिर अनैतिकसँग के त एकदम फसेको। यहाँ चाहिँ धेरै अनैतिक काम हुन्थ्यो यो सहरमा चाहिँ। त्यस कारण यहाँबाट एउटा कुरा पाठ के सिक्न सकिन्छ भने जुन सहरहरू चाहिँ एकदम सम्पन्न रूपमा अगाडि बढ्दै जान्छ, एकदम धनी हुँदै जान्छ, त्यहाँ विकास हुँदै जान्छ, त्यो सँगसँगै चाहिँ त्यहाँ चाहिँ अनैतिक कामहरू पनि बढ्दै जान्छ। त्यो मिल्न सक्छ, त्यो हुनसक्छ। काठमाडौँ पनि त्यही भयो। आजभन्दा 60-70 वर्ष अगाडि चाहिँ होइन केही सानो घरहरू थिए, साधारण मान्छेहरू थिए होइन, गुन्यु चोलो मात्र लगाउने एउटा हुनु न त्यस्तो खालको संस्कृति थियो काठमाडौँमा। तर पछि के भयो त काठमाडौँ विकास हुँदै गयो। त्यसपछि मान्छेहरूको लाउने कुरोदेखि लिएर बोल्ने कुरोदेखि लिएर सब गर्ने कुरा पनि के भयो अब विकसित हुँदै गयो। एकदम बाफ्रे एकदम डरलाग्दो छ, त्यहाँ पुरै अनैतिक छ। नेपालको ठमेल भन्ने अथवा काठमाडौँको ठमेल भन्ने ठाउँ चाहिँ एकदम बेविचारले भरेको एउटा सहर हो। हरेक रातभरि त्यहाँ मान्छे के गर्छन् त त्यहाँ आउने खाने पिउने होइन, त्यहाँ बेविचार गर्ने थुप्रै कामहरू चाहिँ अश्लील कामहरू, अनैतिक वातावरण चाहिँ त्यहाँ छ। त्यस कारण हामी के बुझ्न सक्छौँ भने विकसित हुँदै जाने क्रममा जति मान्छे यस्तो धनी हुँदै जान्छ ठाउँ है, त्यसमा अनैतिक कुराहरू पनि बढ्दै जान्छ। अनि त्यो परिवारमा लागु हुन्छ, व्यक्तिमा लागु हुन्छ। त्यो जुन परिवार एकदम धनी हुँदै जान्छ परमेश्वरलाई चिने छैन, परमेश्वरलाई परिस्थिति दिएको छैन होइन, त्यो कुरा बुझेको छैन भने त्यो परिवार पनि के हुन्छ अनैतिक हुँदै जान्छ। अनि व्यक्तिगत पनि त्यही हो। एउटा मान्छे एकदम धनी हुँदै जान्छ, धनको भए एकदम हुन्छ, सम्पन्न जान्छ, उसलाई सबैभन्दा ठुलो जस्तो लाग्छ, अनि ऊ चाहिँ एकदम अनैतिक बन्न सक्छ।
यो सत्य छ। कोरिन्थिक सहर ठ्याक्कै त्यस्तो भएर गएको थियो। कस्तो अद्भुत यो कुरा हो। त्यसपछि कोरिन्थी सहरमा आइसकेपछि हेर्नुहोस् त, उनले एउटा असल जोडीलाई भेटाउँछन्, एउटा असल दम्पतिलाई भेटाउँछन् पावलले 2 पदमा। अनि उनले पोन्टसमा जन्मेका अक्विला नामका एकजना यहुदीलाई भेटाए। तिनी आफ्नी पत्नी प्रिस्किलासित भर्खरै इटालीबाट आएका थिए, किनभने क्लाउडियसले सबै यहुदीहरूलाई रोमबाट निस्कनु भनी हुकुम गरेका थिए। अनि उनी तिनीहरू कहाँ आए। अब कोरिन्थीमा गएपछि चाहिँ पावलले चाहिँ एकजना अक्विला र प्रिस्किल्ला भन्ने श्रीमान श्रीमतीलाई चाहिँ भेटाउँछन् कोरिन्थी सहरमा। अनि उनीहरू चाहिँ पोन्टसकोमा जन्मेका त्यहाँको स्थानीय बासिन्दा हुन्छन्, तर उनीहरू चाहिँ इटालीमा बसेका हुन्छन्, अक्विला र प्रिस्किल्ला चाहिँ है। अनि त्यहाँ के हुन्छ भने इटालीमा बस्दा बस्दा चाहिँ रोमको राजा क्लाउडियसले चाहिँ यहुदीको विरोधमा चाहिँ उर्दी निकाल्छ। अब यहुदीहरूलाई यो देश के गर्नुपर्छ, छोड्नुपर्छ, यो सहर चाहिँ छोडेर जानुपर्छ भनेर उर्दी निकाल्छ। छोडेन भने के हुन्छ, अब रोमको राजाले मारिदिन्छ। त्यही भएर चाहिँ त्यो उर्दी निस्किएपछि यो यहुदी प्रिस्किला र अक्विला चाहिँ उनीहरू चाहिँ त्यो सहरबाट निस्किन्छन् र निस्केर कहाँ आउँछन् भने चाहिँ कोरिन्थी भन्ने सहरमा चाहिँ आएर चाहिँ बसेका हुन्छन्। त्यस कारणले यहाँ हामी देख्छौँ 2 पदमा यो प्रिस्किला र अक्विला चाहिँ अब इटालीबाट निक्लेर कहाँ आइपुगेका छन्, यो रोम के अरे कोरिन्थी भन्ने सहरमा चाहिँ आएका छन् र अलरेडी उनीहरू चाहिँ विश्वासी भइसकेको देखिन्छ। प्रिस्किला र अक्विला दुईजना श्रीमान श्रीमती। अब यहाँ के प्रश्न आउँछ भने चाहिँ कहिले विश्वास गरे तिनीहरूले, अक्विला र प्रिस्किलाले होइन, कहिले विश्वास गरे होला इटालीको मान्छेले? त्यहाँ त पावल पुगेका छैनन्, सुसमाचार पनि पुगेको छैन एक हिसाबले डाइरेक्ट रूपमा, कसरी विश्वास गरे होला त इटाली भन्ने देशमा भन्ने प्रश्न आउँछ। अनि यो सत्य हो। तपाईँले प्रेरित 2 अध्यायमा हेर्नुभयो भने चाहिँ त्यहाँ चाहिँ चारै दिशाका मान्छे, पेन्टिकोस्टको दिनमा चारै दिशाका मान्छे चाहिँ यरुसलेममा भेला भएका थिए र त्यहाँ पत्रुसले प्रचार गरेका थिए। अनि त्यही बेलामा शून्यहरूले, विश्वास गर्नेहरू चाहिँ रोमबाट नै आएको थिए, इटालीबाट नै आएको थिए र विश्वास गरेर उनीहरूले नै त्यहाँ सुसमाचार लगेको हुनुपर्छ र उनीहरूले नै यो प्रिस्किला र अक्विलालाई चाहिँ सुनाएको हुनुपर्छ। अनि तिनीहरूद्वारा चाहिँ यिनीहरूले चाहिँ विश्वास गरेको हुनुपर्छ। एकदम राम्रो जोडी प्रिस्किला र अक्विला, प्रभुको भय र डरमा जिउने यो जोडीलाई पावलले चाहिँ भेटाउँछ। यो इतिहास है। अनि अब यो अक्विला र प्रिस्किलाको एउटा पेसा छ, एउटा सिप छ उनीहरूकोसँग। अनि त्यो सिप चाहिँ के छ भने चाहिँ टेन्ट बन्ने अथवा पाल बन्ने सिप छ। त्यो कुरा चाहिँ हामी यहाँ पाउँछौँ। अनि 3 पद हेर्नुहोस् त। अनि पावलले तिनीलाई भेटेपछि अनि उनको पनि त्यही पेसा भएको हुनाले उनी तिनीसँग बसे र काम गरे, किनकि पेसा अनुसार उनीहरू चाहिँ के बन्ने, तम्बु अथवा पाल बन्नेहरू थिए। प्रिस्किला र अक्विला चाहिँ पाल बनाउने छन्, उनीहरूले पाल बनाएर बेच्ने रहेछन्। इटालीमा पनि होइन त्यही सिप रहेछ र कोरिन्थीमा आए, कोरिन्थीमा पनि त्यही सिप के गरे त उनीहरूले चाहिँ प्रयोग गरे। अनि पावल पनि त्यहाँ पुग्छन् र पावलले पनि उनीहरूसँग मिलेर चाहिँ यहाँ पाल बन्ने काम गर्छन्। एउटा प्रभुको प्रचारक, मिसनरी होइन, प्रभुको सेवामा जीवन दिने मान्छे अब यहाँ चाहिँ आएर एकछिन पाल बन्नु परेको छ। अनि कतिले के भन्छन् भने यहाँनिर चाहिँ पावललाई चाहिँ एथेन्समा भर्खर एथेन्समा चाहिँ उनले प्रचार गरेपछि धेरै मान्छेले विश्वास गरेन, थोरै मान्छेले मात्रै विश्वास गर्यो। त्यही भएर चाहिँ त्यहाँ बस्नुभन्दा बरु कोरिन्थीमा चाहिँ जान मन लाग्यो। त्यही भएर पावलले चाहिँ एथेन्सलाई छोडेर कोरिन्थीमा आए भनेर पनि भन्छन् मान्छेले, तर वास्तवमा त्यो होइन। यहाँ कोरिन्थीमा आउनु चाहिँ परमेश्वरको ठुलो इच्छा देखिन्छ। त्यसको पावल जहिले पनि परमेश्वरको इच्छामा जिउने मान्छे थिए, परमेश्वरको इच्छा अनुसार चाहिँ हिँड्थे होइन, परिस्थिति अनुसार अनि त्यो वातावरण अनुसार त्यसरी पावल जिउने थिएनन्। परमेश्वरले जे भन्नुहुन्छ त्यो चाहिँ गर्थे पावल, त्यस्तो खालको व्यक्ति थिए। अनि यहाँ पनि उनी प्रभुको इच्छाद्वारा नै यो कोरिन्थीमा चाहिँ झरेको हामी भेटाउँछौँ। किनभने अचम्म तरिकाले र अद्भुत चाहिँ छ होइन कि पावल कहाँको मान्छे होइन, कहाँबाट प्रचार गर्दै आइरहेको मान्छे, फेरि कहाँको इटालीमा बस्ने मान्छे अक्विला र प्रिस्किला, यी दुवैजनाको भेट अचम्म तरिकाले चाहिँ कहाँ हुन्छ, फेरि कोरिन्थी भन्ने सहरमा हुन्छ।
अद्भुत हुन्छ। किन अकिलो प्रिस्किलाले विश्वास गरे पावललाई थाहै छैन कसरी है होइन गरेन के थाहा त्यो मान्छे को हो। अब कोरिन्थी सहरमा आएर भेट्दै दुईजनाले प्रभुलाई के भएर छ विश्वास गरेका छन्। कस्तो अद्भुत कुरा हुन्छ। त्यस कारण यो चाहिँ परमेश्वरको इच्छा हो। उता होइन पावल एथेन्सबाट हिँड्नुपर्ने हिँडेर आउनुपर्ने कोरिन्थीमा, उता राजाले निकाल्नु पर्यो उसलाई प्रिस्किलाहरूलाई। कस्तो अद्भुत। अनि यहाँ चाहिँ परमेश्वरको इच्छा नै देखिन्छ। कहाँको मान्छे कहाँ भेट हुन्छ, नजिक यहाँ बन्नु परेको छ। यो चाहिँ के को कारणले भने ख्रिस्टको प्रेमको कारणले हो। परमेश्वरको प्रेमको कारणले चाहिँ यस्तो हुन्छ कि कहाँको मान्छे कहाँ भेट हुन्छ होइन। अद्भुत। हाम्रो त्यस्तै भएको छ। हामीले प्रभुलाई चिन्यौँ, अर्को प्रभुलाई चिने कहाँ पश्चिमको मान्छेसँग पनि होइन सम्बन्ध छ भनेको उहाँ पनि चिनिन्छ, पूर्वको मान्छेहरू पनि चिनिन्छ होइन, कहाँ विदेशको मान्छे पनि चिनिन्छ। त आफू एउटैसँग सङ्गति दाजुभाइ जस्तै गरी हामी के गर्छौँ सङ्गति गर्छौँ होइन। यहाँ पनि त्यस्तै हो होइन। कोही कहाँको होइन। नत्र यति सम्बन्ध हुन्थेन तपाईँहरूको है बिचमा, यति चिन्जान पनि हुन्थेन। यसरी सँगै गाउने, सँगै हाँस्ने, सँगै भजन गाउने, सँगै प्रार्थना गर्ने कहाँ हुन्थ्यो त परमेश्वरको प्रेम नभइदिए भए, परमेश्वरको प्रेमलाई नचिने भए, ख्रिस्टको प्रेम नभइदिए भए। यो सब जोड्ने काम चाहिँ केले गर्छ ख्रिस्टको प्रेमले गर्छ। यो त सम्भवै छैन, सम्भवै थिएन। तपाईँहरूको मको होइन हाम्रो त सम्भवै थिएन। यो कुनै हालतमा सम्भव थिएन ख्रिस्टको प्रेम नभइदिए भए चाहिँ। हामीले विश्वास गरेको कारणले भेट भयो। यो चाहिँ के हो त परमेश्वरको इच्छा हो भन्ने कुरा हामी बुझ्दछौँ। अब त्यसपछि चाहिँ उनी अब पावल र प्रिस्किलाहरू चाहिँ आपसमा के गर्छन् भने एकदम साथी बन्छन्, सहकर्मी हुन्छन् प्रभुको सेवाको लागि, प्रभुको कामको लागि, प्रभुसँग जिउनको लागि, दुःख सुख होइन त्यहाँ काम गर्नको लागि उनीहरू चाहिँ एकदम सहकर्मी बनेका छन्। अनि हरेक शनिबार अब हेर्नुहोस् त 4 पदमा, अनि हरेक विश्राम दिनमा भनेको हरेक शनिबारमा उनी सभाघरमा जान्थे र तर्क गर्थे अनि यहुदी र ग्रिकहरूलाई मनाउँथे। हरेक शनिबार गएर प्रभुको वचन चाहिँ त्यहाँ चाहिँ उनले सिकाउँथे। येशू नै ख्रिस्ट हो भन्दै सिकाउँथे। यहुदीहरूलाई त्यही सिकाउनु परेको छ, येशू नै ख्रिस्ट हो होइन त, त्यही सिकाउनु परेको छ। उनीहरूले येशूलाई चाहिँ चिन्ने थिएनन्, ख्रिस्ट चाहिँ चिन्थे। ख्रिस्टलाई चाहिँ पर्खिरहेको थिए उनीहरूको मसिहलाई चाहिँ। तर येशू जो आइसक्नु भएको थियो उहाँ नै ख्रिस्ट हो भन्ने कुरा चाहिँ यहुदीले विश्वास गर्दैनन्। त्यही कुरा चाहिँ यहाँ चाहिँ सिकाउनु परेको छ है। अब त्यसपछि बल्ल पावल त्यसरी होइन बसिरहेको बेलामा, त्यसरी प्रचार गरिरहेको बेलामा बल्ल को आइपुग्छन् भने चाहिँ अब चाहिँ तिमोथी र सिलास टक्क आइपुग्छन्। 5 पद हेर्नुहोस् त। अनि जब सिलास र तिमोथी मेसिडोनियाबाट आए, ध्यान त एथेन्समा पर्खेर बसेको आएनन्। के कारणले हामीलाई थाहा छैन। तिमोथी र सिलास किन आएनन् त एथेन्समा पावल हुँदाखेरि त्यो थाहा छैन। तर एथेन्सको काम सकिसकेपछि प्रभुको इच्छाले फेरि कोरिन्थीमा गइसकेपछि होइन त्यहाँ टेन्ट बनाउने कामहरू गर्दाखेरि तिमोथी र सिलास फेरि कहाँबाट आउँछन् त माथि मेसिडोनिया अथवा बेरियाबाट चाहिँ त्यहाँनिर आइपुग्छ है। कस्तो ऊ छ। त्यसपछि के हुन्छ हेर्नुहोस् त। अब त्यहाँनिर अब त्यहाँ आइपुगेपछि चाहिँ यहाँ भनेको छ 5 पदमा, अनि जब सिलास र तिमोथी मेसिडोनियाबाट आए तब पावल आत्मामा के भए विवश भए र उनले यहुदीहरूलाई येशू नै ख्रिस्ट हुनुहुन्छ भने यत्नसित गवाही दिइरहे। पावल एकदम आत्मामा विवश भए तिमोथी र सिलास आइपुगेपछि। किन त्यस्तो भयो? यहाँनिर के कुरा चाहिँ हामीले बुझ्नुपर्छ। उनी एकदम खुसी भए है, उसलाई आत्मिक रूपमा एकदम आनन्द लाग्यो पावल र सिलासको उपस्थितिले है। यहाँनिर चाहिँ पावल चाहिँ एउटा टेन्ट बनाउने काम गर्नु परेको छ। अब बुझ्नुहोस् त यहाँनिर पावल त्यस्तो पहिलो प्रचार यात्रा सकाइसकेका मान्छे, दोस्रो प्रचार यात्रा पनि सकाउन लागेका मान्छेले यहाँनिर आएर किन टेन्ट बन्नु पर्यो, किन पाल बन्नु पर्यो, त्यो काम किन गर्नु पर्यो? किनभने त्यो पेट पाल्नको लागि चाहिँ उसले यहाँ पाल बन्ने काम गर्नु पर्यो।
अनि यहाँनिर आइपुग्दाखेरि चाहिँ पावललाई चाहिँ कसैले पनि केही कुराहरू दिएको जस्तो छैन। त्योभन्दा अगाडि चाहिँ सहायता गरेका छन्, भेटीहरू पठाउने, पैसा दिने, होइन, सुसमाचार कामको लागि सहायता गरेका छन्। तर कोरिन्थीमा आइपुग्दाखेरि चाहिँ छैन। अनि गोजीमा खर्च छैन। खर्च नभएपछि उनले के काम गरेका छन् त? पाल भन्ने काम गरेका छन्। पावलको जीवनको यो एउटा महत्त्वपूर्ण भाग हो। अनि पावलले कतिचोटि भन्छ नपछि, मैले आफ्नै हातले पनि के गरेको छु? काम गरेको छु र पेट पालेको छु। नत्र कसरी बस्ने, कसरी जिउन सक्ने र, होइन? अनि त्यो बेलामा चाहिँ एउटा समस्या चाहिँ हुनसक्छ पावललाई जस्तै। पावललाई चाहिँ यहाँ लेखेको छैन, तर कस्तो दुःख लागेको जस्तो छ उसलाई भित्र मनमा कि किन मसँग केही पनि छैन खानेकुरा, मलाई कसैले सहायता गरेको छैन। म त प्रभु काम गर्न हिँडेँ मान्छे, 24 घन्टा म प्रभुको काम गर्न चाहन्थेँ, तर मैले समय अब केलाई दिनु परेको छ? पाल बनाउने कामलाई दिनु परेको छ। तर जब तिमोथी र सिलास आइपुगे तब पावल एकदम विवश भए, एकदम भावुक भए। किनभने तिमोथी र पावलको साथमा चाहिँ चर्चहरूले चाहिँ त्यहाँ भेटीहरू उठाएर चाहिँ पठाएको छ सेवकलाई। एकताल फिलिपीको पुस्तक 4 अध्यायमा जाउँदा हामी फिलिपीको पुस्तक 4 अध्यायमा फिलिपी 4 अध्यायको मसँग तपाईँले 15 पद र 16 पदमा हेर्नु होला। हामी विश्वासीहरूले चाहिँ यी कुराहरूलाई चाहिँ एकदम राम्रोसँग नै बुझ्नुपर्छ है। यो पावलको यात्रा एकदम अद्भुत थियो। परमेश्वरको सेवामा उनले आफ्नो जीवन, समयहरू, इच्छाहरू सब कुरा सुम्पेका छन्। र हामीले हेरेकै कुरा चाहिँ जब त्यहाँ आइपुग्छन् पावल र के अरे तिमोथी र सिलास, तब उनी एकदम भावुक हुन्छन्। पढौँ। अब हे फिलिपीहरू हो, तिमीहरूलाई पनि थाहा छ, सुसमाचारको सुरुमा जब म म्यासिडोनियाबाट हिँडेँ, त्यहाँ लखटे थियो होइन, तब कुनै पनि मण्डली लिने दिने विषयमा मसँग सहभागी भएको थिएन, तर तिमीहरू मात्र भयो। किनकि थेसलोनिकामा पनि तिमीहरूले मेरो खाँचो पुरा गर्नलाई समयसम्म पठायो। थेसलोनिकासम्म हुँदाखेरि पावललाई चाहिँ गोजीमा हालेर पठाएको होला सायद, होइन, सेवाको कामको लागि। तर कोरिन्थीमा आउँदाखेरि चाहिँ एकचोटि रिक्त भएको थियो। तर फेरि तिमोथी र सिलासले के गरे त? विश्वासीहरूको सहायताहरू बोकेर आए। त्यसपछि चाहिँ पावल विवश भए। अब फेरि मैले टेन्ट बन्ने काम, के अरे पाल बन्ने काम चाहिँ गर्नु पर्दैन, अब फेरि प्रभुको सेवा निर्धक्क साथ गर्छु भनेर उनी चाहिँ प्रेरितको पुस्तक 18 अध्यायको 5 पदमा बाँकी कुरा चाहिँ उनले दिनकै अब यहुदीहरूलाई चाहिँ येशू नै ख्रिस्ट हुनुहुन्छ भने यत्नसित भनेको एकदम परिश्रम गरेर चाहिँ त्यो काम मात्रै गरे। त्यस कारणले हेर्नुहोस् त, यहाँनिर पावल परमेश्वरको काममा पूर्ण रूपले लाग्न पाए। उनीहरूको सेवाकायमा भएको सहायता र उपस्थितिले, तिमोथी र सिलासको उपस्थितिले पावल झनै जोसिलो भए, होइन? तिमोथी र सिलास आएपछि त बाफरे एकदम जोसिलो भए। यो एकदम सत्य छ मित्रहरू। जब एउटा सेवकहरूलाई हामी सहायता गर्छौँ, साथ दिन्छौँ, तब उनीलाई हौसला हुन्छ, अरू केही हुँदैन, हौसला हुन्छ, होइन, उत्साह हुन्छ। अनि विशेष विषय पनि हुने कुरा यही हो, होइन? एकअर्काको उपस्थितिले एकअर्कामा उत्साह हुन्छ, हौसला हुन्छ, होइन? सँगै गाउन, सँगै, होइन, भजन गाउन, सँगै प्रार्थना गराउन, सँगै बाइबल पढाउन, दुःख सुख गफ गराउन, होइन? अनि हामी प्रार्थना गरौँ एकअर्काको लागि। थुप्रै कुरा हुन्छ कि हामीलाई यो संसारमा हौसला दिने भनेको को छ र? अविश्वासीहरूले हामीलाई हौसला दिँदैन, साँच्चै नै हो। हाम्रो आफन्तै भए पनि हामी जिउने कुराको लागि, हाम्रो आत्मिक कुराको लागि तपाईँलाई उत्साह दिँदैन, आफन्तैले पनि दिँदैन आत्मिक कुराको लागि, होइन? तर हाम्रो आत्मिक जीवनको लागि हौसला उत्साह दिने भनेको चाहिँ हाम्रो परमेश्वरका सन्तानहरू नै हुन्।
त्यस कारणले एकअर्काको उत्साह र हौसला चाहिँ एकदम महत्त्वपूर्ण रहेछ। जब पावल र तिमोथी आइपुगे, क्या सिलास र तिमोथी आइपुगे, पावल एकदम भावुक भए है। कतिजना चाहिँ हामीहरू चाहिँ यस्तो उत्साहित दिने खालको छौँ, कति चाहिँ हामी एकदम उत्साहित हुने खालको छौँ होइन। भनेको समयमा फरक पर्छ। कोही चाहिँ एकदम उत्साह पाउन बसिरहेको हुनसक्छ, कोही चाहिँ एकदम उत्साह दिनको लागि रेडी भएर बसेको हुनसक्छ होइन। त्यस्तो महत्त्वपूर्ण कुरा हुन्छ र हामीले एकअर्कालाई के गर्नुपर्छ, उत्साहहरू दिनुपर्छ, हौसलाहरू दिनुपर्छ है। तपाईँ प्रभुमा बढ्नुहोस् न भन्नु कति राम्रो कुरा। तपाईँ कस्तो विश्वासी हुनुहुन्छ, कति राम्रो कुरा। तपाईँले प्रार्थना गर्नुहुन्छ मेरो लागि होइन। ओहो, तपाईँको प्रार्थनाले गर्दा मैले यस्तो भएँ। तपाईँले अस्ति बाँडेको आशिषले मलाई त कस्तो मलाई छोयो होइन। यी सबै कुरा उत्साहपूर्ण कुराहरू हुन् के होइन त। त्यो तपाईँहरूमध्ये कतिजनाले मलाई त्यो उत्साह मैले प्राप्त गरेको छु, धेरै पटक कतिचोटि भन्नुभएको छ। ओहो तपाईँले होइन, तपाईँले यस्तो गर्दा हामीले यस्तो आशिष पाएका छौँ, कतिले भन्नुभएको छ कि तपाईँ नभएको भए त के हुन्थ्यो होला। खासमा त मलाई उत्साह दिएको हो, तर वास्तवमा त्यो होइन। म नभए पनि खास परमेश्वर हुनुहुन्छ, परमेश्वरले सबै काम गरिहाल्नुहुन्छ, तर मलाई उत्साहको लागि भन्नुभएको। त्यो राम्रो छ, त्यो नराम्रो छैन होइन। उत्साह त्यस कारण हामीले एकअर्कालाई उत्साह दिनुपर्छ। तपाईँले नबढ्नु भएको भए होइन, प्रभुले कहाँ काम गर्नुहुन्थ्यो र। तपाईँले इच्छा नदेखाउनु भयो भने प्रभुले तपाईँको जीवनमा कहाँ काम गर्नुहुन्थ्यो र, गर्नुहुन्थेन नि होइन। त्यस कारणले यहाँनिर हामी यो एउटा उत्साहपूर्ण कुरा चाहिँ भेट्टाउँछौँ पावलको जीवनमा। त्यसपछि 5 पद हामी फेरि पढौँ त। तब त्यहाँ भेटे, तब उनले टेन्ट बनाउने काम छोडेर येशू नै ख्रीष्ट हुनुहुन्छ भने यत्नपूर्वक गवाई दिए भनेको छ। अनि जब सिलास र तिमोथी म्यासिडोनियाबाट आए तब पावल आत्मविवश भए र उनले यहुदीहरूलाई येशू नै ख्रीष्ट हुनुहुन्छ भने यत्नसित गवाई दिए। येशू नै ख्रीष्ट हुनुहुन्छ भने यत्न गवाई दिए। किन येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर गवाई दिनु पर्यो? किनभने चाहिँ पुरानो नियमका भविष्यवक्ताहरूले चाहिँ अथवा उनीहरूद्वारा चाहिँ परमेश्वरले चाहिँ इजरायली भन्ने जातिसँग चाहिँ ख्रीष्टको प्रतिज्ञा गर्नुभएको थियो, मसीहको प्रतिज्ञा गर्नुभएको थियो। तिमीहरूलाई मसीह आउनुहुनेछ र तिमीहरूलाई तिमीहरूको पापहरूबाट उहाँले के गर्नुहुन्छ, मुक्त पार्नुहुनेछ। ख्रीष्ट आउनुहुन्छ र तिमीहरूलाई शान्ति दिनुहुनेछ। उहाँ आउनुहुनेछ र उहाँले तिमीहरूमाथि शासन गर्नुहुनेछ। तिमीहरू संसारमै शान्ति पाउने मान्छेहरू हुनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो। तर समस्या के भयो? येशू बनेर आउनुभयो होइन। येशू आउनुभयो अनि त्यही येशू नै पुरानो नियममा प्रतिज्ञा गरेको को हुनुहुन्थ्यो? ख्रीष्ट हुनुहुन्थ्यो। तर यहुदीहरूले त्यो येशूलाई चिनेनन्, ख्रीष्ट होइन भने। त्यही भएर यहाँनिर पावलले चाहिँ येशू नै, यो येशू नै ख्रीष्ट हो भन्ने कुरा चाहिँ सिकाए। तिमीहरूको पुरानो नियममा हेर त, येशूको विषयमा के छ, ख्रीष्टको विषयमा के छ, ख्रीष्टले के गर्नुहुन्छ प्रतिज्ञा छ उहाँको विषयमा। सबै उहाँको विषयमा गरेका प्रतिज्ञाहरू र भविष्यवाणीहरू सबै कसको जीवनमा मिल्छ? येशूको जीवनमा मिल्छ। सबै उहाँले त्यो पुरा गर्नुभएको छ। परमेश्वरले भन्नुभयो म व्यवस्था भङ्ग गर्न आएको होइन, तर के गर्न आएको, त्यसलाई पुरा गर्न आएको। ल हेर त, उहाँको जीवनले सबै कुरा मसीहले जे जे गर्नुहुन्छ सबै येशूले गर्नुभएको छ। त्यही कारण त्यो मसीह भनेको हो येशू हो भनेर चाहिँ पावलले चाहिँ सिकाए, त्यो बुझाए है। अनि त्यो गवाई दिएपछि के भयो? अब येशू आफैले त म मसीह हुँ भनेर त्यो जातिलाई बताए, विश्वास गरेर त्यो जातिले भने। अब पावलले बताएको कुरामा के विश्वास गर्ला त होइन। येशू आफैले म मसीह हुँ भने विश्वास गर्ला। त्यही हो, कठोर मान्छेहरूले, कठोर जातिले, एकदम कठोर। संसारकै सबभन्दा कठोर मान्छे को हो भन्दाखेरि त्यही हो। त्यो हुन त हामी पनि कठोरै हौँ, संसारका सबै मान्छे कठोरै छन् होइन। एकखेर हामी कति कठोर थियौँ, यसोलाई कति इन्कार गर्थ्यौँ होइन। यो धर्म धर्म भनेर हामीले लात हानिरहेका थियौँ। तर प्रभुले हाम्रो जब हृदयलाई नम्र तुल्याउनु भयो होइन, उहाँले ठोक्नु भयो, हामी चुर्न भयो, त्यसपछि हामीले बुझ्यौँ यसो त परमेश्वर हुँदो रहेछ, परमेश्वरको पुत्र हुँदो रहेछ, संसारलाई सृष्टि गर्ने सृष्टिकर्ता हुँदो रहेछ भनेर बुझ्यौँ।
त्यसपछि 18 6 हेर्नुहोस् त, त्यसरी सिकाएपछि जब सिकाए तर जब तिनीहरूले उनको के गरे भने छ विरोध र निन्दाका कुराहरू बोले। हेर्नुहोस् त, विरोध गरे र निन्दा गरे। यहाँनिर एउटा कुरा फेरि बुझ्नुहोस् तपाईँले, जो मान्छेहरूले यहाँनिर ख्रिस्ट येशू नै ख्रिस्ट हो भन्ने कुरा इन्कार गरिरहेका छन्, उहाँको निन्दा गरिरहेका छन्, त्यो जब मान्छे त्यो होइन त्यो पागल हो, त्यो बौला हो, के भन्यो होला नि सायद, त्यस्तो मान्छेले मसिया हुन्छ, त्यस्तो मान्छेले परमेश्वरको पुत्र हुनुहुन्छ, हाम्रो त आएर हामीलाई शासन गर्नुपर्छ के भन्यो होला कि यहुदीहरूले, होइन, एकदम निन्दाको कुरा बोल्यो भने चाहिँ यहाँनिर। अनि वास्तवमा चाहिँ साँच्चीकै येशू चाहिँ परमेश्वर हुनुहुन्थ्यो। उनीहरूले कसलाई इन्कार गरे? येशूलाई इन्कार गरे। यहाँनिर एउटा कुरा के बुझ्नुपर्छ भने चाहिँ उनीहरूले वास्तवमा चाहिँ कसलाई इन्कार गरिरहेका छन् भने आफूलाई इन्कार गरिरहेका छन्। येशूलाई इन्कार गरेर के फरक हुन्छ? येशूलाई के फरक हुन्छ परमेश्वरलाई इन्कार गरेर? यो संसारको एउटै मान्छेले विश्वास नगरे पनि उहाँलाई के फरक पर्छ परमेश्वरलाई? तर उहाँलाई विश्वास नगर्नेहरू, ख्रिस्टलाई विश्वास नगर्नेहरूलाई धेरै फरक पर्छ। उनीहरू कहाँ जान्छन्? नरकमा जान्छ। त्यही भएर येशूलाई इन्कार गर्नु भनेको चाहिँ ठान्ना छ मान्छेले हामीले येशूलाई इन्कार गर्यो, तर वास्तवमा आफैलाई इन्कार गरेको, आफ्नै जीवनलाई इन्कार गरेको छ र नरकतिर चाहिँ धकेलिरहेको छ। त्यस कारण सुसमाचारलाई मित्रहरू कसैले इन्कार गर्छ भने हामीले के बुझ्नुपर्छ? उसले आफैलाई इन्कार गरेको छ, आफैलाई इन्कार गरेको। मान्छे कति मूर्ख छ हेर्नुहोस् त संसारमा, कि परमेश्वरको सत्यतालाई इन्कार गर्छन्, उनीहरूको पापको लागि आउनु भएर मर्नु भएको त्यो महत्त्वपूर्ण व्यक्तिलाई इन्कार गर्छन्, उनीहरूको मुक्तिलाई इन्कार गर्छन्, उनीहरूको माथि परमेश्वरको क्रोध आएको कुरालाई इन्कार गर्छन्। त्यो आफैले इन्कार गर्नु। त्यस कारण हामीले बुझ्नुपर्छ, जो मान्छेले सुसमाचारलाई बहिनीहरू इन्कार गर्छ त्यो मान्छेले खास आफ्नै जीवनलाई इन्कार गरेको। यहाँनिर यही भएको छ होइन त? यत्रो उपहार लिएर आछन् पावल मुक्तिको, तर मान्छेले चाहिँ नाना थरी त्यही मुक्तिलाई इन्कार गरे भने आफैलाई इन्कार गरे। त्यसपछि यहाँ बताएको छ 6 पदमा हामी हेरौँ त के भयो त्यसपछि। तर जब तिनीहरूले उनको विरोध गरेर निन्दाका कुराहरू बोले तब उनले आफ्ना लुगाहरू टकटकाएर तिनीहरूलाई भने। के गरे? लुगाहरू के गरे? टकटकाए पावलले। यसको माने के हो? यसको अर्थ के हो? किन लुगा टकटकाए भएन छैन? यो चाहिँ बाइबललाई के बुझ्नुपर्छ भने चाहिँ यहुदीहरूको विभिन्न चलनहरू थियो, चलन चल्तीहरू थियो हो। एकताल तपाईँहरू मसँगै नेहेमियाको पुस्तक 5 अध्यायमा जानुहोस् त, हातमा यहीँ राखेर। नेहेमिया 5 अध्यायमा यो यहुदीको चलन थियो। कतिखेर यिनीहरूले यसो गर्थे, लुगा टकटकाउँथे, त्यसको अर्थ के हो भन्ने कुरा हामीले यहाँ बुझ्नुपर्छ। एउटा महत्त्वपूर्ण घटना हुन्छ। अब यहाँ नेहेमियाको पुस्तक 5 अध्यायको हामी अहिले 13 पद मात्रै पढ्नेछौँ। 5 अध्यायको 13 पद, पुरानो नेम, पेज नम्बर 701, मेरोमा 701 मा छ, मैले प्रयोग गरेको बाइबलमा। नेहेमिया 5 अध्यायको हामी 13 पद पढ्नेछौँ। पाउनुभयो हजुरहरूले? ल पढौँ। हुन्छ हामी सँगै त्यहाँ हेर्नुहोस् त, मसँगै म पढ्नेछु। नेहेमियाको पुस्तक 5 अध्यायको 13 पद। अनि मैले आफ्नो खास्टोको आँचल टकटकाएर भने, यसरी नै परमेश्वरले यो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसलाई त्यसको घरबाट, त्यसको परिश्रमबाट टकटकाइदिउँ। यसरी नै यो टकटकाएको र रित्तो पारेको होस्। अनि भेला भएका सबै मानिसहरूले आमेन भनेर परमप्रभुको प्रशंसा गरे। अनि ती मानिसहरूले यही प्रतिज्ञा अनुसार गरे। त यहाँ के भएको छ भने चाहिँ परमेश्वरले दिनुभएको प्रतिज्ञाहरू जसले मान्दैन त्यसको जीवनमा चाहिँ प्रतिज्ञा पुरा हुँदैन, तर जसले मान्छ त्यसको जीवनमा चाहिँ परमेश्वरको प्रतिज्ञाहरू के हुन्छ? पुरा हुन्छ भनेर जनाउन चाहिँ पुरानो नियममा कतिचोटि चाहिँ त्यो न्याय गर्ने के लुगा टकटकाउने त्यहाँको न्यायाधीशहरूले, एउटा ठुलो व्यक्तिले। त्यो पावलले पनि यहाँ के गरेका छन् भने लुगा टकटकाए भने चाहिँ त्यहाँ चाहिँ उनीहरूको निर्णय, अन्तिम निर्णयको न्याय गरे। अनि त्यो निर्णय चाहिँ के थियो पावलको? हेर्नुहोस् त,
पावलले एकदम महत्त्वपूर्ण कुरा बताउँछ। अब यो कुरा पनि तपाईँले चाहिँ यहाँ बुझ्नुपर्छ। अनि जब तिनीहरूले उनको विरोध गरेर निन्दा गरेर कुरा बोले, उनले पावलले आफ्ना लुगा टकटक्याए न्यायको निर्णय गरे र तिनीहरूलाई भने, तिमीहरूको रगत तिमीहरूको शिरमाथि परोस्, म चाहिँ के छु, निर्दोष छु। कस्तो एउटा अचम्मको यो निर्णय गरे कि पावलले चाहिँ, तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्, म चाहिँ के छु, निर्दोष छु। भन्न खोजेको के छ भने, यदि मैले आज तिमीहरूको बिचमा आएर येशू ख्रीष्टको रगतको विषयमा, यो येशूको रगतको विषयमा प्रचार नगरेको भए म दोषी हुन्थेँ। मैले सुसमाचार तिमीलाई नसुनाएको भए म दोषी हुन्थेँ। मैले पाएर पनि तिमीलाई नसुनाएको भए म एकदम दोषी हुन्थेँ। त्यसको दोष मैले भोग्नु पर्थ्यो। अब तिमीले विश्वास गर नगर, तर मैले पाएको त्यो सन्देश तिमीलाई के गरिदिएको छु, सुसमाचार ख्रीष्टको रगत चाहिँ तिमीलाई सिकाइदिएको छु, सुनाइदिएको छु, प्रचार गरिदिएको छु। अब तिमीहरूले नाइ भन्यो त त्यसमा दोषीको तिमीहरू नै दोषी हो। त्यहाँ तिमीहरूको रगत तिमीहरूको शिरा परोस्, म चाहिँ के छु, निर्दोष छु। मित्रहरू, यो एकदम महत्त्वपूर्ण छ। हामीले ख्रीष्टको रगतलाई बुझेका छौँ। उहाँको रगतद्वारा नै मान्छेले मुक्ति पाउने हो, उद्धार पाउने हो, पापहरूको क्षमा पाउने हो। यो सत्यता छ नि, हामीले पाएका छौँ। तर हामीले मानिसहरूलाई बताएन भने हामी दोषी हुन्छौँ। दोषी किन उनीहरूले सुन्नुपर्छ, सुन्न पाएका छैनन्। तर हामीले बताएर पनि मान्छेले विश्वास गर्दैन भने चाहिँ त्यो नै दोषी हुन्छ, त्यो मान्छे नरक जान्छ। बुझ्नुभयो? परमेश्वरको दृष्टिमा चाहिँ यस्तो कुरा हुन्छ। त्यहाँ पावलले भने, अब तिमीहरूको दोष ममा लाग्दैन, किन मैले तिमीहरूलाई स्पष्ट देखाइसकेको छु, बाँकी जिम्मा तिमीहरूको। विश्वास गरेनन्। त्यसपछि हेर्नुहोस् त, अबदेखि उसो म निर्णय गरेँ उनले लुगा टकटकाएर, म कहाँ जान्छु, अब म चाहिँ अन्य जातिहरू कहाँ जान्छु। यहुदीहरूलाई भने, अब तिमीले प्रभुलाई विश्वास गरेन, मेरो यसमा केही पनि दोष छैन, अब मैले गर्ने काम सबै गरिसकेँ, अब म प्रचार गर्न कहाँ जान्छु, अन्य जातिहरू कहाँ फर्किन्छु। त्यो पावल चाहिँ अन्य जातिहरूलाई प्रचार गर्नको लागि प्रभुले चाहिँ यसरी चुन्नु भएको थियो। त्यसपछि तुरुन्तै उनी 7 पदमा हेर्नुहोस् त, अनि उनी त्यहाँबाट निस्केर जस्टस नामका कुनै एकजना परमेश्वरको भक्ति गर्ने मानिसको घरमा पसे, जसको घर चाहिँ सभाघरसँगै जोडिएको थियो। उनी निस्के र जस्टस भन्ने एउटा व्यक्तिलाई भेट्छन्। उनी चाहिँ यहुदी धर्म अपनाएको अन्य जाति थिए। एउटा चाहिँ यहुदी आफ्नो वंशबाट जन्मेको यहुदी हुन्छ, अर्को चाहिँ यहुदी धर्मलाई अपनाएर बनेको यहुदी हुन्छ। अनि यो जस्टस चाहिँ कस्तो व्यक्ति थियो भने चाहिँ यहुदी धर्म अपनाएर यहुदी बनेको थियो होइन, तर उसले प्रभुलाई चिन्छ, विश्वास गर्छ। अब यसपछि पावलको यात्रा एकदम अद्भुत हुन्छ। अब तेस्रो यात्रा अचम्मको छ। पहिलो यात्रा र दोस्रो यात्रा भन्दा तेस्रो यात्रा पावलको एकदम फरक हुन्छ। त्यही भएर पावलको जीवनको विषयमा तपाईँले एउटा कुरा बुझ्नु विश्वास गर्नु कि पावल चाहिँ अन्य जातिहरूको लागि प्रभुले चुन्नु भएको के हो, प्रचारक हो, जसको कारणले नै आज संसारभरि प्रचार भएको यो सत्य छ। अब उनी इटाली भन्ने देशमा पुग्छन्, रोममा पुग्छन्, युरोप। अनि त्यसपछि चाहिँ सारा युरोपमा सुसमाचार प्रचार हुन्छ। अनि त्यसपछि युरोपमा प्रचार भएपछि अमेरिकामा पुग्छ, अनि अमेरिकामा प्रचार भइसकेपछि फेरि एसियामा आउँछ। अनि आज हामीले पाएको छौँ प्रभुलाई। यो चाकनचुक्ने कुरा होइन, हुँदैन। परमेश्वरको यस्तो योजना हो, यस्तो उहाँको यसमा परिश्रम छ। आज पवित्र आत्माले यो परिश्रम गर्दै हुनुहुन्छ। हामी देख्दैनौँ पवित्र आत्मालाई, तर उहाँले काम गरिरहनु भएको छ। मभित्र गर्नुभयो है, मभित्र गर्नुभयो। म कुनै रोग लागेर चर्चमा गएको पनि होइन, म कुनै फाइदाको लागि चर्चमा गएको पनि होइन, तर मैले सुसमाचार प्रभुले मलाई पठाउनु भयो, पवित्र आत्माले मलाई सुसमाचार बुझाउनु भयो। बुझाउँदै जाँदा 4 वर्षपछि मात्र मेरो हृदयमा परमेश्वरले काम गर्नुभयो, घायल बनाउनु भयो पापको विषयमा। पवित्र आत्माले त्यसरी काम गर्नुभएको थियो। अनि घायल भए, अनि अब पापहरूबाट पश्चाताप गर्ने मौका परमेश्वरले दिनुभयो। किनभने मलाई मार्नु भएको थिएन, मेरो मृत्यु भएको थिएन। मृत्यु भएको भए मेरो मौका हुन्थेन, म जीवित थिएँ। र प्रभुले मलाई मौका दिनुभयो। मैले घुँडा टेकेँ, आफ्नो पापबाट म फर्केँ, पश्चाताप गरेँ र पापको क्षमा मागेँ। र प्रभु येशू ख्रीष्ट मेरो लागि आउनुभयो, तपाईँ मर्नुभयो, गाडीमा बौरिनुभयो। प्रभु यस्तो सत्यता तपाईँले मलाई दिनुभएको जीवनको सबैभन्दा ठुलो कुरा मेरो लागि यही भयो है त।
अनि आजसम्म पनि यो पछिसम्म पनि यही हुनेछ। सबैभन्दा ठुलो धन भनेको नै मैले प्रभुलाई चिन्न पाएँ। यसको लागि पवित्र आत्माले धेरै सङ्घर्ष गर्नुभयो, धेरै सङ्घर्ष गर्नुभएको छ। विश्वासीहरू सुसमाचार सुनाउन आउने विश्वासीहरूलाई धेरै निन्दा भएको छ, धेरै निन्दा। मेरो ठाउँमा आउने विश्वासीहरूलाई मेरो परिवारले निन्दा गर्थ्यो पहिलो सुरुमा, साँच्चै हो। जब प्रचारकहरू आउँथे अनि प्रचारकहरूलाई चाहिँ दोष लगाउँथे है, मेरो दिदीहरूलाई चाहिँ यिनीहरूले चाहिँ के अरे बिगार्न आए होइन, यिनीहरूलाई बिगार्छ यिनीहरूले भनेर दोष लगाउँथे। अनि त्यो दोष लगाउने क्रममा के भयो भने चाहिँ सङ्गति नै रोकियो हाम्रो घरमा। मैले सत्य घटना बताउँदैछु होइन, रोकियो। उहाँले छोड्नु भयो सङ्गति, किनभने त्यो आरोप लगाइले गाह्रो हुन्छ त्यहाँ। अनि त्यसपछि सायद प्रार्थना गर्नु होला कतिजनाले। अनि त्यसपछि म 10 क्लास पुगेपछि मलाई प्रभुले कायल बनाउनु भयो अनि मैले प्रभुलाई विश्वास गरेँ। उहाँहरूको मेहनतको सबैभन्दा पहिलो फल र सबभन्दा राम्रो फल पनि मै थियो, किनभने मैले साँचो प्रभुलाई के गरेको थिएँ, विश्वास गरेको थिएँ। अनि त्यसपछि हामीले प्रार्थना गऱ्यौँ हाम्रो परिवारको लागि। परमेश्वर, हाम्रो परिवारले सबैले प्रभुलाई पाउनुपर्छ। हामीलाई थाहा छैन होइन, थाहै छैन हामीलाई कसरी हो। हामीले भनेको कुरा पत्याउँदैनन्, मान्दैनन् सुसमाचार, पत्याउँदैनन्। प्रयास गरेका छौँ, हामीले कतिचोटि बताएका छौँ होइन, कतिचोटि त्यहाँ कुरा गरेका छौँ, डिस्कस पनि परिसक्यो परिवारसँग। मेरो परिवार कुरा गरेँ मैले, पत्याउँदैनन्। मेरो हजुरबा त यति धेरै विरोधी कि त्यसपछि मलाई त उहाँले पुरै इन्कार गर्नुभयो। 6 जना सन्तानहरूमा हाम्रो 6 जना नाता नातिनी मेरो हजुरबाको सबभन्दा इन्कार मलाई र मेरो माइलीले गर्नुभयो, किनभने हामी दुईजना प्रभुलाई पाएका थियौँ हो। अनि हामी प्रार्थना गऱ्यौँ, प्रभु मेरो हजुरबाले पनि चिन्न खाँचो छ, मेरो बुवा आमाले पनि चिन्न खाँचो छ, मेरो दाइ भाउजू सबैले चिन्न खाँचो छ, प्रार्थना गरौँ। लगभग हाम्रो प्रार्थना 4 कि 5 वर्षपछि प्रभुले सुन्नुभयो। अनि त्यसपछि मेरो परिवार चाहिँ प्रभुमा आउनुभयो, मेरो बुवा मम्मी। अनि 100 वर्ष 95 वर्षको उमेरमा मेरो हजुरबाले पनि प्रभुलाई के गर्नुभयो, विश्वास गर्नुभयो। त्यो चाहिँ उहाँको चाहिँ एकदम लामो समय थियो बुझेको। उहाँले बुझ्दा बल्ल उहाँको कठोर हृदय के भयो, कायल भयो। प्रभुलाई विश्वास गर्नुभयो, विश्वास गरेपछि जीवन चेन्ज भयो। त्यसपछि सबभन्दा बढी चिन्ता चाहिँ फेरि मेरो गर्न थाल्नुभएछ उहाँले, बुझ्नु। यस्तो अद्भुत काम चाहिँ पवित्र आत्माले गर्नुभएको छ। एकदम सङ्घर्ष गर्दै हुनुहुन्छ मित्रहरू, पवित्र आत्माले ठुलो काम गर्दै हुनुहुन्छ है त। अनि हामीले के भनेका थियौँ भने चाहिँ मेरो दिदी र मैले सल्लाह गरेका थियौँ, हाम्रो प्रार्थना प्रभुले सुन्नुहुन्छ, मैले जवाब दिनुहुन्छ। अनि मेरो परिवारले प्रभुलाई पाएको दिन त्यो हाम्रो लागि सबभन्दा ठुलो खुसी कुरा हुनेछ। अनि हामीले चाहिँ एउटा भोजै गरौँ होइन, खसी नै काटेर भोज गरौँ भने जस्तै नै भने होइन। अनि आए तर हामीले भोज गरेका थिएनौँ, साँच्चै कसो गरेका थिएनौँ। अनि त्यो सम्झनामा चाहिँ, त्यो खुसीमा चाहिँ हामीले बोलेको त्यो भोज अब हाम्रो घरमा चाँडै हुँदैछ। खुसीमा हाम्रो परिवारले प्रभुलाई पाएको खुसीमा, पवित्र आत्माले काम गर्नुभएको त्यो खुसीमा। त्यतिखेर हामीले चाहिँ के पायौँ भने चाहिँ संसारै हामीले जितेको जस्तो हामीलाई अनुभव भयो। त्यस्तो हुन्छ तपाईँलाई, तपाईँको छोराछोरी होइन आफन्तहरूले प्रभुलाई पाउँदाखेरि त्यस्तो हुन्छ, त्यस्तो हुनुपर्छ नि। त्यस कारणले हेर्नुहोस् त, पवित्र आत्माको काम चाहिँ यस्तो ठुलो छ कि मित्रहरू, तपाईँले देख्नुहुन्न पवित्र आत्मालाई, म देख्दिनँ, तर उहाँले मान्छेमा यस्तो काम गर्नु भएको छ कि कस्तो कस्तो विरोधीहरू पनि प्रभुमा के गरेका छन् त, एकदम नम्र भएर पक्लेका छन्। त्यस कारणले पावलको जीवन
एकदम अद्भुत थियो हाम्रो लागि, अन्य जातिहरूको लागि, हाम्रो लागि, हाम्रो जग पावलै हो, पावलले नै हो। त्यसै हाम्रो चर्चहरूको स्थापनाको सबैभन्दा प्रमुख व्यक्ति नै पावललाई जान्छ, सत्य कुरा हो। किनभने परमेश्वरले चाहिँ हामी जस्तो अन्य जातिहरूलाई प्रभुको सुसमाचार प्रचार गर्नको लागि कसलाई चुन्नुभयो? पावललाई चुन्नुभयो र प्रयोग गर्नुभयो, एकदम भयङ्कर तरिकाले प्रयोग गर्नुभयो। अनि कति वर्षपछि पावलले प्रचार गरेको लगभग 2000 वर्ष लाग्यो हामीसँग सुसमाचार आउनु। बाफ्रे, 2000 वर्षपछि मात्र हामीले सुसमाचार पायौँ। हाम्रो कति पुस्ता बिते बिचरा नरक गए, अहिले तडपिरहेका छन्। हाम्रो परिवारमा मेरो हजुरआमालाई हामी याद गर्छौँ, कतिचोटि म याद गर्छु, कति तडपिरहेको होला नरकमा, होइन? त्यो छटपटिरहेका छन्। कति माया गर्नुहुन्थ्यो हाम्रो हजुरआमाले, एकदम मायाको, सँगै सुताउनुहुन्थ्यो। याद छ मलाई, उहाँको दुध नआए पनि हामीलाई चाहिँ आनन्दको लागि बच्चाहरूलाई उहाँको दुध आफै खुवाउनुहुन्थ्यो, उहाँको दुध आफ्नै एकदम माया गर्ने, सँगै सुताउनुहुन्थ्यो। अहिले चाहिँ एकदम याद आउँछ हामीलाई कि त्यतिखेर प्रभुको सुसमाचार सायद सुन्नुभयो कि थाहा छैन, तर मलाई जहाँसम्म लाग्छ मैले थाहा पाउने गरी चाहिँ मैले सुन्न पाउनु भएन। समय बित्यो, सक्यो, मौकै पाउनु भएन एक हिसाबले। तर तपाईँहरूले त मौका पाउनु भएको छ, होइन? कतिजना मौका पाउनु भएको छ, यो मौका नपाउनु पनि सक्छ। र अर्को मौका नपाएको घटना चाहिँ म तपाईँलाई बताइदिन्छु मेरो जीवनको। त्यसपछि मैले प्रभुलाई पाएपछि मेरो कान्छो मामा घर आउनुभयो आज गवाई। अनि त्यसपछि मैले कान्छा मामालाई प्रचार गरेँ सुसमाचार, होइन? हाम्रो अगेनामा खाना पकाउँथ्यो त्यो बेला, चुलामा खाना पकाउँदै हुन्थ्यो मम्मीले, हामी कुरा गर्दै थियौँ मामा भान्जा, प्रभुको विषयमा मैले बताउँदै थिएँ सुसमाचार विशेष गरेर। अनि तपाईँले प्रभुलाई चिन्नुपर्छ, तपाईँले प्रभुलाई विश्वास गर्नुपर्छ, नत्र तपाईँ नरक जानुहुन्छ। अनि उहाँ एकदम रिसाउनु भयो मसँग, धेरै रिसाउनु भयो। अनि मैले भने जिन्दगीको के भर छ, तपाईँ भोलि नै मर्न सक्नुहुन्छ, पछि नै मर्न सक्नुहुन्छ, होइन? त्यसपछि नरक जानुहुन्छ। अनि केही समय पछाडि त्यस्तो इन्कार गर्नुभयो। अनि केही समयपछि मैले भने केही समय पछाडि उहाँ मर्नुभयो। मौका थियो उहाँलाई, तर विश्वास गर्नु भएन। परमेश्वर झुट बोल्नुहुन्न है, परमेश्वर एकदम सत्य हुनुहुन्छ। बाइबलको परमेश्वर झुट होइन, इतिहासले प्रमाण दिन्छ, होइन? बाइबलले प्रमाण दिन्छ, तपाईँको जीवन परिवर्तनले प्रमाण दिन्छ, मेरो जीवन परिवर्तनले प्रमाण दिन्छ। येशू सत्य परमेश्वर हो, झुट होइन। त्यस कारण मूर्तिहरूमा खोज्नुहुन्न परमेश्वरलाई, त्यहाँ हुँदैन परमेश्वर। विश्वास गर्नुपर्छ। समय यति नै हो।